चितवनको हात्ती प्रजनन केन्द्रमा पोथी हात्ती अर्थात् ढोई गर्भधानका लागि घरेलु हात्ती होइन जङ्गली हात्ती प्रयोग हुन्छन् भन्दा तपाईलाई आश्चर्य लाग्न सक्ला, तर यो वास्तविक हो। हात्तीको प्रजनन कसरी हुन्छ? जवाब सजिलो छ, भाले हात्ती र पोथी हात्ती बीच हुने संसर्गबाट। तर पोथी हात्ती अर्थात् ढोई सबै भाले हात्तीबाट भने प्रजनन हुँदैनन्। उनीहरूका लागि जङ्गली हात्ती नै प्रयोग गर्ने गरिएको छ। आखिर पोथी हात्तीलाई किन जङ्गली भाले हात्ती नै आवश्यक पर्छ त? जवाफ हो, प्राय घरपालुवा हात्तीहरू प्रजननका लागि सक्षम हुँदैनन्। यसमा फेरि अर्को प्रश्न उब्जिन सक्छ, घरपालुवा हात्ती किन सक्षम हुँदैनन्? विज्ञहरू भन्छन् घरपालुवा भाले हात्तीलाई बाँधेर राखिने भएकाले पनि उनीहरूमा प्रजनन क्षमताको कमी हुन्छ। हुन पनि घरपालुवा हात्ती गस्तीमा जानुपर्ने, साङ्लाले बाँधेर राखिने, साथै उनीहरू जङ्गली हात्ती जस्तो हृष्टपुष्ट र स्वतन्त्र हुँदैनन्। त्यसैले प्रजननमा लगाउँदा घरपालुवा हात्ती कमजोर हुन्छन्। हात्तीहरूको प्रजनन प्रक्रिया एग्रेसिभ अर्थात् आक्रामक खालको हुन्छ। त्यसैले घरपालुवा हात्ती प्रयोगमा ल्याउँदा जोखिम हुन सक्ने विज्ञहरू स्वीकार्छन्। घरपालुवा भाले हात्ती प्रजनन प्रक्रियामा भाग लिनै सक्दैनन् भन्ने भने होइन। घरपालुवा भाले हात्ती प्रयोगमा ल्याउने हो भने त्यसलाई हृष्टपुष्ट गराउनु पर्ने हुन्छ। यसलाई नियन्त्रणमा राख्न र स्याहार गर्न पनि गाह्रो पर्ने गर्छ। घरपालुवा हात्तीबाट पनि प्रजनन गराउने प्रयास भने यसअघि नभएको होइन। 2035 सालमा म्यानमारबाट उपहार स्वरूप पाएको वीरेन्द्र प्रसाद गजलाई प्रजनन प्रक्रियाका लागि तयार गरिएको थियो, तर उल्लेख्य सफलता भने मिलेन। सुरुमा वीरेन्द्र प्रसाद गज र श्रुति कलीलाई प्रजनन प्रक्रियामा सहभागी गराइएको थियो। पछि लक्ष्मी कलीमा प्रजननका लागि वीरेन्द्र प्रसादलाई प्रयोग गरियो। त्यसबाट पनि नतिजा भने शून्य आयो। रामप्यारीमा भने यो प्रयास सफल भयो। उसबाट 2वटा छावा जन्मिए, एउटा बहादुर गज र अर्को सानैमा मर्यो। तर प्रजनन प्रक्रियामा प्रयोग भएको वीरेन्द्र प्रसाद गज भने कमजोर भई बिरामी भयो। बुढो र बिरामी भएपछि सो हात्तीको पनि मृत्यु भयो। अहिले रोमियो, रोनाल्डो, ध्रुवे लगायतका जङ्गली हात्तीले ढोईलाई गर्भाधान गराउँदै आएको चितवन निकुञ्जले जनाएको छ। पोथी हात्ती पनि घरपालुवा हात्तीसँग आकर्षित नहुने हात्ती विज्ञहरू बताउँछन्। जङ्गली हात्तीको तुलनामा घरपालुवा हात्तीले प्रभाव जमाउन सक्दैनन्। जो शक्तिशाली हुन्छ, जो प्रभावशाली छ, उसैसँग पोथी हात्ती पनि आकर्षित हुने विज्ञहरू बताउँछन्। चितवनको खोरसोर स्थित हात्ती प्रजनन केन्द्रको सुरुवात 2044 सालमा भएको हो। जति बेला 6वटा भाले र 14वटा पोथी हात्ती थिए। ती 20 हात्तीमध्ये 16वटा भारतबाट ल्याइएको थियो। 2वटा थाइल्यान्ड र 2वटा म्यानमारबाट उपहार स्वरूप प्राप्त भएको हात्ती प्रजनन केन्द्रले जनाएको छ। प्रजनन केन्द्र स्थापनाको 2 वर्ष अर्थात् 3 मङ्सिर 2046मा रामप्यारीबाट पहिलो छावा जन्मिएको थियो। उसको नाम चितवन कली राखियो। त्यसको 3 दिनपछि भिरकुटी कलीले भाले छावा रामगज ठुलोलाई जन्म दिएका थिइन्। अहिले निकुञ्जसँग छावासहित 54वटा हात्ती रहेका छन्।